तपाईले पूरा भिडियो हेर्न एकदम महत्त्वपूर्ण छ, किनकि तपाईले यहाँ भनिएको कुनै सिप सिक्नु भयो तर अरू चाहिँ सिक्नु भएन भने तपाई धनी अनि सफल नहुन पनि सक्नुहुन्छ। त्यसैगरी तपाईले यो भिडियोमा भनिएको बुँदा मात्र हेरेर पनि पुग्दैन, तपाईले यी सबै कुराहरू राम्रोसँग नै बुझ्नु पर्ने हुन्छ। यो भिडियो सामान्य भन्दा केही लामो हुन सक्छ, तर यसको महत्त्व पनि त्यत्तिकै छ। तपाईले विभिन्न फिल्म अथवा सिरियल कति धेरै समय लगाएर हेर्नुहुन्छ, तर त्यसबाट खासै केही पाउनुहुन्न, तर यो भिडियोले तपाईको जीवन नै परिवर्तन गरिदिनेछ। अब ढिलाइ नगरिकन यी सिपहरूको बारेमा कुराकानी गरौँ है त। यो भिडियो आत्मविश्लेषण गर्ने खालको हो, त्यसैले हामी तपाईलाई एउटा कलम अनि एउटा कागज लिएर बस्न सल्लाह दिन्छौँ। यसो गरेपछि तपाईले आफ्नो जीवनमा चाहिँ यो कुराहरू कतिको लागू गर्नु भएको छ भन्ने कुरा विश्लेषण गर्न सक्नुहुन्छ। भिडियो सकिने बेलासम्ममा तपाईले कुन सिपमा चाहिँ आफूले सुधार ल्याउनु पर्नेछ भन्ने कुरा बुझ्न सक्नुहुन्छ। 1 नम्बरमा आउँछ अनुशासन। तपाईलाई सुन्दा कस्तो कस्तो लाग्ला, तर तपाईलाई आफ्नो विद्यार्थी जीवनमा सिकाइएको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै अनुशासन हो। तपाईले किताबी ज्ञान त आफै किताब पढेर पनि सिक्न सक्नुहुन्थ्यो, तर बच्चैदेखि हामीलाई अनुशासनमा ध्यान दिन लगाइनु एकदम महत्त्वपूर्ण कुरा हो। त्यसैगरी तपाईको व्यवसाय अथवा अरू कुनै पनि कुरामा तपाईलाई रातारात सफलता मिल्न असम्भव छ। यो भनेको लामो समयसम्म मेहनत गरिरहनु पर्ने कुरा हो र यसको लागि निकै अनुशासन चाहिन्छ। अवस्था जतिसुकै कठिन अथवा निराश लाग्दो हुँदा पनि तपाईले यदि आफ्नो एउटा खुट्टाको अगाडि अर्को खुट्टा बढाइराख्न सक्नुभयो भने तपाईले केही समयमा पक्कै पनि सफलताको शिखर चुम्नुहुन्छ। तपाईले चाहेको कुरा जेसुकै होस्, तर यदि तपाई अघि बढ्दा अनुशासित हुनु भएन भने तपाईले सफलता पाउन गाह्रो हुन्छ र एउटा तीतो सत्य नै हो। आखिर यो अनुशासन भनेको चाहिँ के हो त? यो भनेको आफ्नो सबैभन्दा ठूलो लक्ष्य थाहा पाउनु र त्यसको लागि गर्न पर्ने सबै कर्म निरन्तर रूपमा गरिरहनु हो। तपाईले गरेको कामको फल तपाईले हतपत्त नपाउन पनि सक्नुहुन्छ, तर यदि तपाईले निरन्तर राम्रो काम गरिरहनु भयो भने एउटा कुरा याद गर्नुहोस् कि ढिलो भए पनि तपाईले यसको टन्नै फल पाउनुहुन्छ। तपाईको आफ्नो लक्ष्य पूरा गर्ने इच्छा यति बलियो हुनुपर्छ कि तपाईलाई कुनै दिन अल्छी लाग्यो भने पनि तपाईले आफ्नो लक्ष्य सम्झेर अनुशासित भएर काम गर्नुपर्ने हुन्छ। यसर्थ तपाईले हरेक दिन आफूलाई लक्ष्यको नजिक नजिक पुर्याउने कार्यहरू गर्नुपर्ने हुन्छ। यो सुन्दाखेरि सजिलो सुनिन सक्छ, तर अनुशासन नहुनु भनेकै मानिसहरू जीवनमा असफल हुने मुख्य कारण हो। आखिर यो अनुशासन चाहिँ कसरी विकास गर्ने त? 1. तपाईको इच्छा के हो त्यसमा पहिला निश्चित हुनुस्। 2. तपाईलाई त्यो किन चाहिएको छ भनेर सोच्नुस्। 3. तपाईलाई लक्ष्यबाट ध्यान विचलित गर्ने कुनै पनि कुरालाई हटाइदिनुस्। 4. तपाईको लक्ष्य पूरा गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण कामलाई प्राथमिकता दिनुस्। 5. तपाईको प्रगतिको रेकर्ड राख्नुस्। 6. आफूलाई काममा जिम्मेवार राख्नुस्। यदि तपाईँ अहिले अनुशासित हुनुहुन्न भने एउटा अनुशासनको अभ्यास अहिलेदेखि सुरु गर्नुस्। हरेक बिहान एउटै समयमा उठ्ने प्रयास गर्नुस् र आफ्नो ओछ्यान 7 दिनलाई बिहान उठ्ने बित्तिकै मिलाउनुस्। 2 नम्बरमा आउँछ किताबहरू पढ्ने। हामीले यो पहिला पनि धेरै भनेका छौँ र फेरि पनि भन्ने छौँ, सफल र धनी व्यक्तिहरूले निकै धेरै किताबहरू पढ्छन्। धनी मान्छेहरूले औसतमा वर्षको 50 वटा किताबहरू पढ्छन्। अर्कोतिर सामान्य व्यक्तिले चाहिँ वर्षको जम्मा एउटा किताब पढ्छ। यदि तपाईको किताबहरू पढ्ने बानी छैन भने तपाईले यो बसालिहाल्नु पर्ने बानी हो। किताब नपढुन्जेल खासै पढ्न मन लाग्दैन, तर जब तपाईँ पढ्न सुरु गर्नुहुन्छ त्यसपछि यसको पनि राम्रो लत लाग्न थाल्छ। फिल्महरू हेरेर कुराहरू सिक्न भन्दा पनि किताब पढेर सिक्नु अझै उचित हुन्छ, किनकि हाम्रो दिमाग किताब पढ्दा अझ सृजनात्मक अनि रचनात्मक हुन्छ। त्यसैगरी किताब पढ्नु पाउनु भनेको निकै नै भाग्यमानी कुरा हो, किनकि एउटा किताबबाट हामीले त्यो लेखकले जिन्दगी भरि सिकेको कुरा छोटकरीमा सिक्न पाउँछौँ। हामीले पहिला पनि कुराकानी गरेका छौँ नि, हामीले गर्न सक्ने सबैभन्दा ठूलो लगानी भनेकै आफैमा गर्ने लगानी हो। 3 नम्बरमा आउँछ आत्मप्रेरणा। तपाईको जिन्दगीको बाटोमा धेरै सङ्घर्षहरू आउँछन् र कति समय तपाईले यी समस्याहरूको सामना एक्लै गर्नुपर्ने हुन्छ। तपाईको वरिपरि परिवार अनि साथीभाइ त हुन्छन् नै, तर तपाईले आफैलाई काम गर्ने प्रेरणा र उत्साह दिन सक्नु भएन भने तपाई पटक्कै अघि बढ्न सक्नुहुन्न। तपाईले काम गर्ने उत्साह र प्रेरणा पाउन आफ्नै दिमागभित्र चल्ने नकारात्मक सोचहरूलाई हटाउनु पर्छ। तपाई कुनै पनि लक्ष्य राख्दा तपाईको सफलता यो कुरामा निर्धारित हुन्छ कि तपाईले त्यो कुरालाई कतिको चाहनुहुन्छ।
तपाईलाई त्यो लक्ष्य पूरा गर्ने यस्तो ठुलो ध्येय र संकल्प हुनुपर्छ कि तपाईलाई केही कुराले पनि रोक्न नसकोस्। तपाईको वरिपरिको मान्छेहरूले तपाईको लक्ष्यको बारेमा केही शंका गरे भने पनि तपाईले आफ्नो बाटो पटक्कै बिराउनु हुँदैन र आफ्नो मेहनत निरन्तर रूपमा जारी राखिराख्नुपर्छ। अल्छी मानिसहरू प्राय कामको नतिजा र फल छिटो छिटो खोज्छन् र छिटो नपाउने जस्तो देखे भने पटक्कै काम नै गर्दैनन्। तर यस्ता मान्छेले दीर्घकालीन फाइदाहरू देख्दैनन् र त्यसैले उनीहरू पछि पर्छन्। त्यसैले यदि तपाईलाई आफूलाई मेहनत गर्न प्रेरित गर्न मन छ र आफ्नो उद्देश्यको बारेमा उत्साहित हुन मन छ भने तपाईले दुईटा कुरा गर्न पर्ने हुन्छ। एक, तपाईको विचारमा तपाईको एकदम उत्तम र रमाइलो जीवन कस्तो हुन्छ त्यसको बारेमा सोच्नुस्। यदि तपाईसँग चाहेको जति सबै कुरा भएको भए र जीवन ठ्याक्कै तपाईले सोचेको जस्तो भएको भए तपाईको हरेक दिन कस्तो देखिन्थ्यो कल्पना गर्नुस् र यसलाई कतै कागजमा लेख्नुस्। त्यसो भएको भए तपाईको बिहान कस्तो देखिन्थ्यो, तपाई आफूलाई कुन ठाउँमा भएको कल्पना गर्नुहुन्छ। त्यसै गरी तपाई यो कल्पनामा को व्यक्तिसँग हुनुहुन्छ, तपाई बस्ने घर कस्तो देखिन्छ अनि तपाईको दिनचर्या चाहिँ कस्तो छ, तपाई कस्तो लुगा लगाइराख्नु भएको छ, यो सबै कुरा सोच्नुस्। 2 नम्बरमा यो नै तपाईको मुख्य लक्ष्य हो र यदि तपाईले सबै कुरा ठिकसँग गर्नुभयो भने चाँडै भन्दा चाँडै तपाई आफ्नो लक्ष्यमा पुग्नुहुनेछ। यदि तपाईलाई यो लक्ष्य सम्झिरहन मन छ भने तपाईले यसलाई आफ्नो मोबाइलको ब्याकग्राउन्ड फोटोमा पनि राख्न सक्नुहुन्छ है। तपाई मोबाइल बेला बेला खोलिरहनुहुन्छ र हरेक चोटि खोल्दा तपाईले आफ्नो मुख्य लक्ष्य देख्नुभयो भने तपाईलाई अझै मेहनत गर्ने प्रेरणा मिल्छ। कहिले पनि कठिन परिस्थिति आयो भने तपाईले आफैलाई यसरी प्रेरणा दिन सक्नुहुन्छ। 4थो नम्बरमा आफ्नो ध्यान केन्द्रित राख्नुस्। आज यो इन्टरनेटको जमानामा सबै कुरा हाम्रो ध्यान भङ्ग गर्ने तरिकाले बनाइएका छन्। अहिले हामी प्राय मोबाइलहरू चलाउने भएकाले धेरै जसो समय हाम्रो ध्यान यसले भङ्ग गरिरहेको हुन्छ। त्यसैले यदि तपाईलाई एकदम धनी अनि सफल हुन मन छ भने तपाईले आफ्नो ध्यान चाहिने कुरामा केन्द्रित गर्नुपर्छ र सानोतिनो कुराले तपाईको ध्यान भङ्ग गर्न दिनु हुँदैन। तपाई आफैसँग अलि अनुशासित हुन सक्नुभयो भने तपाईले समय खेर जाने कामहरूलाई त्यागेर समयको सदुपयोग गर्ने कामहरू गर्न सक्नुहुन्छ। ल आजकै दिनलाई हेरौँ न। यो भिडियो हेर्ने बाहेक तपाईले आफ्नो भविष्य राम्रो हुने काम आज के गर्नुभयो त? आज बिहान उठेदेखि दिउँसोभरि र राति सुत्ने बेलासम्ममा तपाईले के गर्नुभयो? तपाईले गरेको कतिवटा काम तपाईको भविष्यको लागि सहयोगी थियो त? यसबारे गहिरिएर सोच्नुस्। 5 नम्बरमा आउँछ सबै कुरालाई दीर्घकालीन रूपमा सोच्नुस्। हामीहरूले प्राय जीवनमा गर्ने सबै कुरा छिटो छिटो नतिजा खोजेर नजिकैको भविष्यको लागि गरेका हुन्छौँ। तपाईले विद्यार्थी जीवनमा परीक्षा भएकाले पढ्नुहुन्थ्यो। तपाईले भद्रगोल जस्तो कुनै सिरियल हेरेको एकछिनको लागि आनन्द लिनुभयो। त्यसै गरी तपाईले घरको खानेकुराको सट्टा बाहिरको चिल्लो पिज्जा बर्गर खानुहुन्छ किनकि तपाईलाई त्यो खाएपछि केही समय निकै आनन्द आउँछ। तर यदि तपाईलाई जीवनमा सफल हुन मन छ भने तपाईले आफ्नो विचारलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्ने हुन्छ। यसको लागि तपाईले छोटकरी बाटोहरू अपनाउन छोड्नुपर्छ र जे कुराको पनि लामो समयमा कस्तो परिणाम हुन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। एउटा कुरा याद गर्नुस् कि यदि तपाईलाई आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन गर्न मन छ भने तपाईलाई कमसेकम 7 देखि 10 वर्षसम्म लाग्न सक्छ। यदि तपाईलाई सफल हुन मन छ भने तपाईले अरूभन्दा धेरै अगाडि सोच्नुपर्छ र अहिले नै मेहनत गर्नुपर्छ, जसको परिणाम र फल तपाईले 10 वर्ष जति पछि पाउनुहुनेछ। तपाईले जति चाँडो यो नियमलाई बुझ्नुभयो त्यति नै चाँडो मेहनत गर्न थाल्न सक्नुहुन्छ र त्यति नै चाँडो तपाईले मेहनतको फल पनि पाउनुहुन्छ। 10 वर्ष भनेको तपाईलाई लामो समय जस्तो लाग्ला अनि यो समयमा त के भइसक्छ भनेर तपाईले सोचिराख्नु भएको होला, तर त्यो समय त यसै पनि उसै पनि बित्छ नै। र यदि तपाईले अहिलेदेखि आफ्नो जीवनको लागि योजना सोच्नु भएन भने तपाईले 10 वर्षपछि आफूलाई अहिले जस्तो स्थितिमा हुनुहुन्छ त्यही पाउनुहुन्छ र तपाईलाई आफै प्रति आत्मग्लानी र पछुतो हुन्छ। त्यसैले तपाईले आफ्नो अन्तिम मुख्य लक्ष्य के हो भनेर थाहा पाएपछि तपाईलाई त्यसको नजिक पुर्याउने सबै कुरा गर्न सक्नुहुन्छ। सफलताको लागि कुनै पनि छोटकरी बाटो छैन। तपाईले लामो बाटोबाटै मात्र सफलता पाउन सक्नुहुन्छ। 6औं नम्बरमा आउँछ भावनात्मक बुद्धिमत्ता। मानिसहरू आइक्यू अर्थात् कोही पनि मान्छे कतिको बुद्धिमान छ, कतिको जान्ने छ भन्ने कुरालाई निकै महत्त्व दिन्छन्, तर उनीहरूले प्राय मानिसको भावनात्मक बुद्धिमत्तालाई खासै महत्त्व दिँदैनन्। यसलाई अंग्रेजीमा इमोशनल इन्टेलिजेन्स भनिन्छ।
कसैको आइक्यू धेरै छ भने पनि त्यो उसको लागि बोनस हुन सक्छ, तर आइक्यू मात्र धेरै हुनाले र बुद्धि मात्र तीखो हुनाले हामी कहिले पनि धनी र सफल हुन सक्दैनौँ। हामी गणित, विज्ञान अथवा सामान्य ज्ञानमा जान्ने भएर हाम्रो हातमा पैसा आउँदैन। मजासँग पैसा कमाउन त हामीले मानिसहरू कसरी काम गर्छन्, मानिसहरू कसरी सोच्छन् अनि उनीहरूले के आश गर्छन् र के कुराको चाहना राख्छन् भन्ने कुरा राम्ररी बुझ्न सक्नुपर्छ। यस अर्थ यो कुरा याद गर्नुस् कि स्कुलमा राम्रो अङ्क आउँदैमा तपाईँ पछि सफल हुनुहुन्छ भन्ने होइन। झन् एउटा तितो सत्य त के हो भने स्कुलमा ए ग्रेड ल्याउने विद्यार्थीहरू पछि बी र सी ग्रेड ल्याउनेहरूको लागि काम गर्छन्। यो त हामीले आफ्नै देश नेपालमा पनि देख्न सक्छौँ। खासै नपढेको भए पनि यी व्यक्तिहरूले देश चलाइरहेका हुन्छन्। 7 नम्बरमा आउँछ कहिले पनि नयाँ कुरा सिक्न नछोड्नुहोस्। धनी र सफल व्यक्तिहरू कहिले पनि नयाँ कुरा सिक्न छोड्दैनन्। किताब पढेर मात्र पनि होइन, उनीहरू जीवनको कुनै पनि घटनाबाट आफूले के सिक्न सक्छु भनेर सोध्छन्। आफ्नो वरिपरि के भइरहेको छ भन्ने कुरा हेरेरै हामीले धेरै कुरा सिक्न सक्छौँ। नयाँ नयाँ सिप सिक्नुहोस् र यो सिकेपछि आफूलाई अझ राम्रो बनाउँदै जानुहोस्। हाम्रो लक्ष्य भनेको सबै कुराको बारेमा थाहा पाउनु होइन। हाम्रो लक्ष्य भनेको त केही कुराहरूलाई राम्रोसँग बुझ्नु हो। तपाईँले हालसालै के कुरा सिक्नु भएको छ जसले तपाईँको जीवनमा राम्रो परिणाम ल्यायो? तपाईँले सिकेको केही कुराले तपाईँको जीवनमा राम्रो परिणाम ल्याइरहेको छ भने तपाईँले प्रगति भइरहेको बुझ्न सक्नुहुन्छ। एउटा भनाइ नै छ नि, तपाईँले जतिखेर सिक्न छोड्नुहुन्छ त्यो बेला तपाईँ मर्नुहुन्छ। 8औं नम्बरमा आउँछ कुराहरू बेच्न सिक्नुहोस्। कुराहरू बेच्नुलाई प्राय नराम्रो दर्जा दिइन्छ किनकि यसलाई ठगी गरेको जस्तो मानिन्छ। तर तपाईँले जीवनमा गर्ने सबै कुरा एक तरिकाले कुरा बेचेकै जस्तो हो। हामी हरेक दिन मान्छेहरूलाई भेट्दा उनीहरूबाट केही फाइदा लिइरहेका हुन्छौँ र त्यसको बापत उनीहरूलाई पनि केही दिइरहेका हुन्छौँ। तपाईँले यदि कुराहरू बेच्न सिक्नुभयो र मानिसहरूलाई आफ्नो कुरातिर तान्न सक्नुभयो भने तपाईँले जिन्दगीको हरेक क्षेत्रमा सफलता पाउन सक्नुहुन्छ। तपाईँले आफ्नो साथीहरूलाई आफ्नो नजिक राख्न, उनीहरूसँग राम्रो दोस्ती राख्नुपर्छ अनि तपाईँले पैसा कमाउनको लागि पनि पैसा तिर्न लायक केही सेवा अथवा माल सामान दिनुपर्ने हुन्छ। एउटा भनाइ छ, जसले तपाईँको पैसाबारे विचारलाई पूर्ण रूपमा परिवर्तन गर्न सक्छ, मानिसहरू त्यो कुराको लागि पैसा तिर्न सहमत हुन्छन् जुन कुरा उनीहरूलाई त्यो तिरेको पैसा भन्दा पनि धेरै महत्त्वपूर्ण लाग्छ। त्यसै गरी समय र पैसाको सम्बन्ध पनि यस्तै हुन्छ। तपाईँले कुनै पनि काम गर्दा आफ्नो समय खर्च गर्नु अगाडि त्यो काम आफ्नो समयभन्दा बढी महत्त्वपूर्ण छ कि छैन भनेर हेर्नुहुन्छ अनि त्यसपछि गर्ने कि नगर्ने भनेर निर्णय गर्नुहुन्छ। यसरी नै जीवनको अरू कुनै पनि किसिमको सम्बन्ध यस्तै लेनदेनमा आधारित हुन्छ। हरेक सम्बन्धमा हामीले केही दिइरहेको हुन्छौँ अनि हामीले अर्को व्यक्तिबाट पनि केही पाइरहेको हुन्छौँ। 9 नम्बरमा आउँछ आफ्नो काम अरूलाई बाँड्न सिक्नुहोस्। हामीलाई धेरैवटा काम आफै गर्न सक्नु ठिक कुरा जस्तो लाग्ला, तर हामीले एउटा कुरा के याद गर्नुपर्छ भने हाम्रो सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति भनेकै हाम्रो समय हो। सबै एकदम धनी र सफल व्यक्तिहरूले समयको महत्त्वलाई बुझेका हुन्छन्। त्यसै गरी उनीहरूले समय भनेको एकदमै सीमित साधन भएको कुरा पनि बुझेका हुन्छन्। हामी सबैको दिनमा 24 घण्टा हुन्छ, तर यो सबै समय हामीले काम गर्न पटक्कै सम्भव हुँदैन। तपाईँभन्दा धनी र सफल व्यक्तिहरूले आफ्नो धेरै समय जाने तर खासै महत्त्वपूर्ण नभएका कामहरू अरू व्यक्तिलाई गर्न दिन्छन्। यस्तो गर्दा उनीहरूको आफ्नो समयको बचत हुन्छ र उनीहरूले त्यो समयमा अरू केही महत्त्वपूर्ण काम पनि गर्न सक्छन्। के तपाईँले गर्नुपर्ने कुनै यस्तो काम छ जुन दिन प्रतिदिन दोहोऱ्याइरहनु पर्छ अनि त्यो गर्दा तपाईँको एकदम समय जान्छ? त्यस्तो हुन्छ भने तपाईँले त्यो काम गर्न अर्को कोही व्यक्तिलाई राखेर उसलाई केही तलब दिन सक्नुहुन्छ। त्यहाँ बचाएको समयले तपाईँले अरू केही गर्न सक्नुहुन्छ र तपाईँले त्यसबाट आफ्नो लागि अझै धेरै फाइदा निकाल्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले यो समयमा नयाँ नयाँ सिपहरू पनि सिक्न सक्नुहुन्छ। 10 नम्बरमा आउँछ विभिन्न कुराहरू त्याग्ने क्षमता। तपाईँले यदि कुनै लक्ष्य राख्नु भएको छ भने तपाईँले त्यो सित्तैमा पाउनुहुन्न। यसको लागि तपाईँले विभिन्न कुरा त्याग्नु पर्ने हुन्छ। काम गर्दाखेरि तपाईँलाई मनपर्ने धेरै कुराहरू तपाईँले त्याग्न सक्नुपर्छ र कहिलेकाहीँ त सोचेको भन्दा धेरै कुरा पनि त्याग्नु पर्ने हुन्छ। तर यसरी कुराहरू त्याग्नाले पछि तपाईँलाई नै निकै फाइदा हुन्छ। 11 नम्बरमा आउँछ आफ्नो सेवा अथवा आफूले बनाएको सामानको प्रचार गर्न सिक्नुहोस्। धेरै मान्छेहरू केही कुरा बेच्नु र त्यसको बारेमा प्रचार गर्नुलाई अनुचित सम्झिन्छन्। यो कुरा ठुलो ठुलो विश्वविद्यालय अर्थात् युनिभर्सिटीमा सिकाइने कुरा हो, तर तपाईँले यही कुरा विस्तृत रूपमा यही हाम्रो भिडियोमा सित्तैमा सिक्न सक्नुहुनेछ।
कुनै पनि कुरा बेच्नु भनेको बेच्ने मान्छेको आवश्यकतासँग सम्बन्धित हुन्छ। त्यसैगरी कुनै कुराको प्रचार गर्दाखेरि त्यो चाहिँ किन्ने मान्छेको आवश्यकतासँग सम्बन्धित हुन्छ। तपाईलाई कुनै सामान बेच्दाखेरि कम्पनीको फाइदा हेर्नुहुन्छ, तर तपाईले कुनै पनि कुरा प्रचार गर्दा अर्थात् मार्केटिङ गर्दा अहिले विद्यमान कुनै समस्याको समाधान गर्नुहुन्छ। तपाईले सामान बेचेको कतिको सफल भयो भनेर फाइदाबाट थाहा पाउनुहुन्छ अनि उपभोक्ता कतिको सन्तुष्टित छन् भन्ने कुराबाट तपाईको प्रचार कस्तो थियो भनेर थाहा पाउनुहुन्छ। 12 नम्बरमा आउँछ अरूलाई प्रेरणा र उत्साह दिने क्षमता। अंग्रेजीमा एउटा भनाइ छ, यदि तपाईलाई जीवनमा छिटो छिटो कहीँ पुग्नु छ भने एक्लै जानुस्, तर यदि तपाईलाई जीवनमा कहीँ टाढा पुग्नु छ भने आफ्नो साथीहरूसँग जानुस्। हामीले सबै कुरालाई दीर्घकालीन रूपमा सोच्नुको महत्त्वको बारेमा त अघि 6 नम्बरको सिपमै कुरा गरिसकेका छौँ। आफ्नो इच्छा राखेपछि, आफ्नो लक्ष्य राखेपछि यदि तपाईको छेउमा तपाईलाई सुख दुःखमा साथ दिनेहरू भए भने तपाईलाई आफ्नो कामको यात्रा धेरै सजिलो लाग्नेछ। मानिसहरू सफल व्यक्तिलाई पछ्याउन चाहन्छन् र यदि तपाईलाई ठूला ठूला काम गर्न मन छ भने तपाई पनि एउटा लिडर बन्नुपर्छ। अरू मान्छेहरूलाई आफ्नो समूहमा भित्राउने एक मुख्य तरिका भनेको एकदम सीधा सीधा काम गर्नु र आफ्नो लक्ष्य पूरा गर्न एकदम धेरै मेहनत गर्नु हो। हामीले यो च्यानल पनि आफ्नो ज्ञान बाँड्न सुरु गर्यौं र आजको दिनसम्म लगभग 11,500 जनाले हामीलाई सब्स्क्राइब गरेर साथ दिइसक्नु भएको छ। यसरी नै राम्रो काम गर्दै गएपछि मानिसहरूले तपाईलाई आफै साथ दिन थाल्नेछन्। 13 नम्बरमा आउँछ आफ्नो पैसालाई व्यवस्थापन गर्नुस्। एउटा कुरा याद गर्नुस्, तपाईले चाहे जति मजाले पैसा कमाउनु भयो तर पैसाको व्यवस्थापन गर्न जान्नु भएन भने तपाई कहिले पनि धनी हुनुहुन्न। पैसा एकदम महत्त्वपूर्ण हुन्छ, त्यो त हामी सबैलाई थाहा भएकै कुरा हो, तर त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा तपाईले पैसासँग के गर्नुहुन्छ भन्ने हो। पैसाले तपाईको जीवन बनाउन पनि सक्छ, तर यसले तपाईको जीवनलाई डामाडोल पारेर बिगार्न पनि सक्छ। तपाईले आफ्नो पैसालाई आफै बढी राख्ने केही जुक्ति लगाउनु पर्छ। यसो गर्नाले तपाईले पछि अति आवश्यक परेको बेलामा यसलाई खर्च गर्न सक्नुहुन्छ। कति मानिसहरू आफ्नो तलब आउने बित्तिकै आफूलाई नचाहिने सामग्री पनि किनिहाल्छन्, तर केही समयपछि मात्र उनीहरूले त्यो सामान महत्त्वपूर्ण छैन भन्ने कुरा थाहा पाउँछ। तपाईको नि यदि पैसा आउने बित्तिकै सामानहरू किन्ने बानी छ भने यसलाई आजैदेखि सुधार्नुस्। आजदेखि तपाईले कमाएको र खर्च गरेको हरेक रुपियाँको रेकर्ड राख्नुस् अनि यस्तो गर्नुको फाइदा तपाईले आफै देख्नुहुनेछ। 14 नम्बरमा परिवर्तन भइरहने परिस्थितिसँग चल्न सिक्नुस्। सधैँ बलियो मानिसहरूको मात्र जित हुँदैन, जित त यस्तो मानिसहरूको हुन्छ जो यो बदलिदो संसारको अनुसार आफूलाई पनि बदल्न सक्छन्। अहिले हाम्रो संसार छिटो छिटो बदलिरहेको छ र जसले समयको माग बुझेर चाहिने सिपहरू सिक्छ उसैले जीवनको खेलमा जित्न सक्छ। मानिस बुद्धिमान हुनु भनेकै ऊ बदलिदो परिस्थितिसँग आफूलाई कति परिवर्तन गर्न सक्छ भन्ने कुरामा आधारित हुन्छ। 15 नम्बरमा आफ्नो वरिपरि महत्त्वपूर्ण व्यक्तिहरू बटुल्ने क्षमता। हामीले यस्तो मानिसहरू आफ्नो वरिपरि बटुल्न सक्नुपर्छ जसले हाम्रो लागि नयाँ नयाँ अवसरको बाटो खोलिदिन्छन्। तपाईको जति धेरै जना अनि धेरै थरीका साथीहरू हुन्छन् तपाईको जिन्दगी त्यति नै सजिलो हुन्छ, किनकि जीवनको जुन क्षेत्रमा पनि हामीलाई सहयोग माग्न सजिलो हुन्छ। यदि तपाईसँग असल साथीहरू भयो भने तपाईले जस्तो कठिन परिस्थितिको पनि सजिलै समाधान खोज्न सक्नुहुन्छ। यस भिडियोमा दिएको बानीहरू बसाल्न खोज्दा तपाईलाई के कठिनाइ आएको छ तर कमेन्टमा लेख्न नबिर्सिनु होला है। त्यसैगरी यदि यो भिडियो तपाईलाई सहयोगी लाग्यो भने यसलाई बेला बेलामा दोहोर्याएर हेर्नु होला र लाइक तथा शेयर पनि गर्नु होला है। हामी यस्तै सन्देशमूलक अनि हौसला दिने भिडियो लिएर फेरि पनि आउने नै छौं। त्यतिन्जेल हाम्रो च्यानल इन्फो संसारलाई सब्स्क्राइब गरेर साइडको बेल आइकन पनि थिच्न नछुटाउनु होला है।